हेलो हेलो गाइज, अहिले चाहिँ हामी ओखरकोटको डाँडोमा घुम्न आएका छौँ। एकदम रमाइलो ठाउँ। माथि अशोक, त्यहाँभन्दा माथि प्रशान्ते लुकिसक्यो। उता पानी परेको छ, मेरो पछाडि देख्न सक्नुहुन्छ। पुरै पछाडि हिउँमा पानी परेको छ डाँडामा। एकदम रमणीय सुन्दर ठाउँ ओखरकोट। हेर्नुहोस् त कस्तो राम्रो छ हाम्रो ठाउँ, एकदम बवाल। यस्तो ठाउँ त घुम्नको लागि त झोपाती कहाँ हुन पाउँछ। पानी चाहिँ एकदम ठुलो आँखा बारीपट्टि। यो चाहिँ पिँढी सिँढी सिँढी चढ्दै आय उकालो लुको क्या बिदा उता प्रशान्ते त के यहाँ अलि डाँडा अलि भएर हो क्या टापु। हाम्रो यो भुरेटाकुरे राजा बस्ने ठाउँ हो। फेरि पहिला यहाँ दरबार पनि छ। माथि हो हामी सानो राजाको दरबारमा आउँदैछौँ। ओहो पारिपट्टि एकदम त्यही हो दरबार, राजाको दरबार पहिला जमानामा। वाह ओ क्या दामी आउँछ यार यहाँ पारिपट्टि त। एकदम सुन्दर, एकदम घुम्न लायक ठाउँ। प्युठान जिल्ला झिम्रो गाउँपालिका वार्ड नम्बर 2 बादीकोट ओखरकोटको यो सङ्गम स्थल कोट भनेर यो प्रख्यात छ। यहाँ चाहिँ दसैँमा पूजाआजा हुने काम गर्छ। अहिले चाहिँ यहाँ बन्द छ। एकदम सुन्दर ठाउँ छ। यता यता घुम्ने ठाउँ। कोही पानी त आइसक्यो त यहीँ, कोही पानी त यहीँ आइसक्यो। पानी यहीँ आइसक्यो भन्छ यार। अब एकचोटि भगवान्को दर्शन गर्नु पर्यो। पानी नजिक आइसकेको छ त जता कतैबाट। हर 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 महादेव कलेदेला बर इन्द्रदेव।